हेलो गाइस, वेलकम टु माई च्यानल। अन्त आज चाहिँ हामी चाहिँ सिटी जाँदैछौँ होइन। तपाईँहरूको टाइम भएको छ अहिले फिलहाल 5:27 गाइस होइन। हामी चाहिँ जाँदैछौँ हो आमा जाँदैछौँ हामी। अहिले भेटौँ गाइस, अहिले बाहिर निक्लेर भेटौँ अटोमा चढेर। घरबाट निक्लेर अब म बहिनी जाँदैछौँ। पापा अगाडि छ होइन। तब गाइस तपाईँलाई पापा पनि देखाउँछु। स्कुटी आउँदैछ हौ। पापा चाहिँ उतै पुगिसक्यो होइन। हामी चाहिँ जाँदैछौँ। अन्त बाबा उयो अटो ल्याउनु गएको छ। बहिनीको वालपेपर होइन। फ्यान चाहिँ ब्राजिलको फ्यान हो, तर वालपेपर बनाउनु चाहिँ अर्जेन्टिना छ। ब्राजिलको फ्यान होइन तिमी? किसको त अन्त? है ऊ चाहिँ रोनाल्डोको फ्यान अरे होइन। तर रोनाल्डो एकदम पोर्तुगल चाहिँ अब उड्छ होइन। म चाहिँ ब्राजिल। पापा पुगिसक्यो ऊ पारि। पर्खिनुहोस् है गाइस, बहिनीले एउटा कुरो देखाउँछ। गाइस म तपाईँलाई एउटा कुरो देखाउँछु हेर्नुहोस् ल। हे गुगल ओपन द व्हाट्सएप। गजब छ है गाइस, गजब छ। ओह माय गॉड। सो गाइस हैन, हामी चाहिँ नै छौँ यहाँ कुनै यहाँ क्या चाहिँ हैन। अन्त अब अरू के भन्नु र, पापा जानु भएको छ के अरे अटो ल्याउनु। हामी चाहिँ गएको घुम्नु भन्दा पनि अब गाउँदैन आँटेको गाइस। तपाईँलाई त मैले हिजो नै भनिहालेँ होइन। अन्त के अरे त्यही भएर अलिकति सपिङ गर्नु त जरुरी नै छ। एक त हामी अर्जेन्टमा गएको होइन। त्यही भएर पनि यहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ। मम्मी हाई। मेरो मम्मीले चाहिँ बिन्दी लगाउनुहुन्छ, टिका लगाउनुहुन्छ होइन। अन्त के अरे यो चाहिँ मेरो माइजू हाई भनिदिनुहोस् न। माइजू जस्तो राम्रो होइन। हाम्रो माइजू कति राम्रो हुनुहुन्छ अरे होइन। राम्रो हुनुहुन्छ। सो अब म तपाईँहरू चाहिँ अटोमा बसेर देखाउनेवाला छु। तब तक बाई बाई। हेर्नुहोस् अहिलेको चाहिँ दिन यस्तो छ होइन। 5 बजेर 5:30 को दिन यस्तो छ। आमा बहिनी माइजू हामी चाहिँ होइन सबै जाँदैछौँ। पापा अटो लिएर आउनु आँट्यो गाइस। हामी चाहिँ नै छौँ कुनै यहाँ क्या चाहिँ। अन्त अब अरू के भनेर पापा जानु भएको छ अब गाउँदैन आँटेको गाइस। तपाईँलाई त मैले हिजो नै भनिहालेँ होइन। अन्त के अरे सपिङ गर्नु त जरुरी नै छ। एक त हामी अर्जेन्टमा गएको होइन। त्यही भएर पनि कत्रो आँखाले हेरिकन पढेको काट्नुपर्छ नि त्यो होइन। पापा यता छ, त्यो अटो लिएर आएको थियो। अटो मानेन। जाउँ त। छुट्टी भर्खर हुँदैछ क्या हो। गाइस हाम्रो चाहिँ पापा अटो हेर्न जानुभएको थियो। अटोवाला मानेन जस्तो छ। हाम्रो पापाले चाहिँ बार्गेनिङ चाहिँ बहुत गर्नुहुन्छ होइन। अन्त सो के अरे हाम्रो मम्मीले चाहिँ गर्नु हुँदैन त्यस्तो। अब अलिअलि भए पनि सिक्नु हुँदैछ होइन। अन्त त्यही भएर अटोवाला नमानेको हो कि अरू केही रिजन हो थाहा छैन होइन। अब हामी जाँदैछौँ अगाडि साइड होइन। हेर्नुहोस् होला अब हामी यहाँ के अरे
मन्दिरमा पुग्न आँटिसक्यौँ अब त्यहाँ जान्छौँ अब तपाईँ अब अटोमा बसेर देखाउँछौँ हेर्नु सिधै हामी चाहिँ अटोमा बसिरहेको छौँ होइन तपाईँहरूलाई मेरो आवाज पनि आउँछ कि आउँदैन कुनै यो चाहिँ मेरो दादा नानीहरू चाहिँ माइजू नानी र मम्मी नानीहरू चाहिँ पापा होइन अन्त अब म तपाईँहरूलाई मात्र मिल्छु तपाईँहरू हेर्दै गर्नुहोस् गाइस नचाहिँ हरियाली परियाली पनि छ होइन नानीहरू चाहिँ यस्तो मिठो हावा आउँछ त्यहाँ नानीहरू पनि कचडाहरू पनि त्यस्तो छ किनकि नानीहरू नदीहरू छ नानीहरू अन्त यो नदीमा चाहिँ अब मगरमाछहरू हुन्छ होइन पानी पर्ने चाहिँ मौसमहरूमा चाहिँ मगरमाछहरू आउँछ नानीहरूलाई पानी पऱ्यो भने चाहिँ यहाँ चाहिँ के अरे मगरमाछहरू माथि माथि हुन्छ यी यहाँनिर होइन त्यहाँबाट हेर्नुभयो भने उनीहरू अस्ति त्यहाँदेखि हेर्नुहुन्थ्यो होला तपाईँहरूले देख्नुहुँदै होला होइन अब त्यहाँनिर मगरमाछहरू आउँछ पानी परेको टाइममा चाहिँ नभए चाहिँ मतलब देख्नु आउँदैन भनौँ न पानी परेको टाइममा चाहिँ पानी त माथि माथि आउँछ नि त त्यही भएर सोध्दा यो चाहिँ रात्रि बजार हो होइन यो चाहिँ नानीहरू चाहिँ रातिको टाइम आयो भने चाहिँ मजा आउँछ यो चाहिँ रात्रि बजार हो हेर्नुहोस् न हाम्रो रात्रि बजार नानीहरू चाहिँ एकदम तरह तरहको फुड खानु मिल्छ पन्जाबी थाली सबै थाली गाइस नानीहरू चाहिँ अलिक ट्राफिक किनकि नानीहरू रेड सिग्नल लगाइरहेको छ त्यो भनेर होइन अब हामी ज्यादा अगाडि आएको छौँ तपाईँ यति मात्रै हेर्न पाउनुहुन्छ होइन अब तपाईँलाई अरू के देखाउनु अहिले यो जाम सकेर चाहिँ भेट्छौँ त्यहाँ पुगेर चाहिँ होइन गाइस चाहिँ हामी सिटी जाने बाटो नानीहरू चाहिँ पतङ्गको चाहिँ चर्खा बनिन्छ होइन एकदम हातहरू काटिँदैन नानी चाहिँ फुल निस्किरहेछ अन्त नानीहरू चाहिँ हाम्रो अब आउँदैछ एकदम के अरे उयो अगोटा मल नानीहरू चाहिँ उयोहरू पनि पाउँछ स्टारबक्स पनि छ नानीहरू चाहिँ होइन नाम पनि भन्यो भन्नु त अगोटा मल नानी स्टारबक्सहरू पनि छ होइन तर यहाँको महँगो चाहिँ महँगो नि यस्तो महँगो हुन्छ नि यहाँको लुगाहरू सबै कुरो बट ब्रान्ड इज अलवेज गुड तर हामी चाहिँ यहाँबाट चाहिँ एकपल्ट पनि सपिङ गरेको छैनौँ होइन गाइस कोही बात छैन सो गाइस हामी चाहिँ आइपुग्यौँ होइन हाम्रो पापा हामी चाहिँ आइपुग्यौँ सिटी होइन अन्त नानीले चाहिँ के अरे फोन चोरी हुनुको अलिक डर छ होइन त्यही भएर तपाईँहरूलाई म कुछ सामान कुछ चिजै कुछ दोकानमा जे जे पाउँछ त्यो मैले देखाउँछु जहाँ चाहिँ राम्रो पाउँछ त्यो म चाहिँ सामान देखाउनु सक्छु तपाईँलाई नै होइन अरू केही हेर्नुपर्छ गाइस होइन हामी चाहिँ यता यहाँ सिटी आइपुग्यौँ बुन्दा सिटी आइपुग्यो गाइस चाहिँ अब आमाहरूले कुर्ता किन्नुहुँदैछ होइन कुर्ताहरू चाहिँ केटीहरूको लागि चाहिँ अब एकदम दामी दामी खालको रहेछ हेर्नुहोस् होला होइन दामी दामी रहेछ गाइस कुर्ताहरू चाहिँ गाइस होइन त्यस्तो छ गाइस दिन पनि आज अलिक धुम्बो छ त्यस्तो गरम पनि छैन दिन दामी भइरहेको छ अन्त गाडीको भिड चाहिँ आज अलिक कम्ती देखेँ मैले तर त्यस्तै छ गाडीहरू चलायो अहिले भेटौँ नेक्स्ट दोकानमा गाइस नानीले त्यस्तो राम्रो राम्रो लुगाहरू छ होइन तपाईँलाई म देखाउँछु होइन त्यस्तो राम्रो राम्रो लुगाहरू छ सिटीमै पाउँछ फर्स्ट गेटमा आयो भने जो चाहिँ बडोदरामा बस्छ तिनीहरूले हेर्नुहोस् अहिलेको ट्रेन्डमा सर्ट कुर्ती चल्ने चाहिँ यो हो होइन मेरो पेट यस्तो चाहिँ सर्ट कुर्ती चाहिँ ट्रेन्डमा चल्दैछ नि त अहिले घरि यो अगाडि यस्तो हाफ भएको अन्त एक त यो यस्तो त्यो के बाजुले गर्दा यो उयोवाला हुन्छ नि त ल बुझ्यो भएर मैले के भन्दैछु होइन त्यही अन्त यस्तो हुन्छ त्यो भनेर चाहिँ उयो चल्दैछ ट्रेन्डमा होइन र
र मम्मीले चाहिँ के किन्ने अरे अन्त नानीले चाहिँ आराध्या माई ब्रदर यहाँनिर चाहिँ हाम्रो पापा हुनुहुन्छ गाइस होइन चाहिँ अब बहिनीको लागि पेन्टहरू हेरिदिँदैछ होइन अन्त गाइस टी सर्टहरू केटीहरूको लागि गाइस त्यो चाहिँ केटीहरूको लागि मात्रै देख्दैछु हो पेन्ट टी सर्ट होइन दामी यहाँनिर चाहिँ बहिनीको लागि हेरिदिँदैछ गाइस म चाहिँ किन खै गाइस हेर्नुहोस् यस्तो छ गाइस हेर्नुहोस् होला यहाँ चाहिँ होइन गाइस चाहिँ गाइस नानीहरूको लागि होइन अङ्कल आन्टीहरूलाई चाहिँ हेर्नुहोस् होला आन्टीहरू होइन नानीहरूको लागि त्यस्तो दामी कति राम्रो एउटा छोरी बनाउनु चाहिँ लुगाहरू चाहिँ केटीहरूको लागि चाहिँ एकदम दामी दामी गाइस वरिपरि नै चाहिँ केटीहरूकै लुगाहरू मात्रै छ अहिले भेटौँ गाइस नेक्स्ट दोकानमा गाइस मैले चाहिँ यो पेन्ट हेरेको ब्यागी पेन्ट होइन 650 भन्दैछ अब अरू के भन्नु जीन्स त मिल्छ गाइस हामी चाहिँ यहाँनिर पापाको सुज ल्याउन आएको होइन यता पनि आइना यता पनि मिरर सबै चारै बाजु हर जग्गा मिरर छ होइन ए पापाको टी सर्ट्स किन्न आँटेको यहाँनिर पनि यस्तो छ होइन हामी चाहिँ थर्ड वेमा आएको फ्लोरमा आएको भनौँ न गाइस त्यहाँबाट तलको भ्यू हेरिहाल्नुहोस् होला नसम्म केही आवाज आउँदैन तलको नानी जस्तो लागेको छ क्लास त्यही भएर नानीलाई के त छ यो होला किनकि दादा नै गाइस अहिले भेटौँ हामी चाहिँ यसरी के अरे चाहे यस्तो सेफ अलिक जग्गामा आउँदाखेरि चाहिँ हामी चाहिँ भिडियो बनाउँछौँ होइन नभए त बाँकी त आज नानी यस्तो भिड पनि छैन फेरि पनि फोन चोरीहरूको चाहिँ एकदमै डर हुन्छ होइन त्यही भएर पो त तपाईँले भाइ गाइस होइन म चाहिँ होइन त्यति भिडियो बनाउनु पाइनँ अन्त घुम्नु चाहिँ बहुत घुमिसक्यौँ तर मैले चाहिँ अब त्यति भिडियो बनाउनु पाइनँ किनकि भने अब भिड पनि पुरा थियो होइन अन्त त्यही अब हेर्नुहोस् होला पर्खिनुहोस् गाइस तपाईँहरूलाई देखाउँछु मेरो पनि होइन म अहिले कस्तो हालतमा छु गाइस अहिले चाहिँ यहाँनिर पापा बहिनी हो बहिनी आमा माइजू हो गाइस अब चाहिँ सायद खतम हुन आँटेको छ होइन अब पेट पूजा गर्नुपर्छ होला होइन मलाई चाहिँ बहुत भोक लागेको छ होइन अन्त स्कुलबाट आएको मलाई केही खाएको छैन मैले एक फुल पानी थिएन अन्त अघि यहाँ खाएको मैले पानी यहाँ चाहिँ आमाको लुगा कुर्ता हेर्दैछौँ भन्दा पनि हेर्दैछ होइन पर्खिनुहोस् गाइस तपाईँहरूलाई म मेरो देखाउँछु यस्ता ब्याकम्यान हेरेको छु ब्याकम्यान भेटौँ आज त्यति बनाउनु पाएन गाइस गाइस होइन हामी चाहिँ अब यस्तो सिटीबाट आइपुग्यौँ गल्ली होइन अब घर जाँदैछौँ अब बेसी टाढो छैन हिँड्दै जाँदैछौँ होइन बिचरा मेरो बहिनी चाहिँ स्याड फिल गरिरहेको छ मेरो बहिनीलाई न कस्तो भोक लागिरहेको छ मेरो बहिनीलाई पानी पुरी किन्दैन होइन पानीपुरी चाहिँ दुरुबाद 1 रुपियाँको चक्लेट पनि किन्दैन गाइस होइन अन्त यस्तो चाहिँ एकदम खुट्टाहरू दुखेर मैले एउटा अघि जस्तो भने कि मैले के अरे स्कुलबाट आएकोदेखि खाएको छैन एक घुट पानी पनि पिइनँ तर पानी चाहिँ पिउनु चाहिँ पिएँ 1 ग्लास तर त्यो दोकान नपिएँ चित्त बुझेको थिएन आमाले भन्नुभएको थियो अहिले अगाडि गएर किन्नु भनेर त्यो पनि किन्दैन 1 रुपियाँको चक्लेटै किन्ने भयो खुस हुन्थ्यो तर छैन सानो हो भने हिँडेको रहेछ
गाइस म चाहिँ घर आइपुगेँ होइन अन्त यस्तो छ गाइस होइन हात चाहिँ एकदम अलिकति पुरै टाउको दुखिरहेको छ होइन टाउकोहरू दुखिरहेको छ गाइस आइपुग्यो म रुम अन्त अब भेटौँ मलाई गाइस नयाँ भिडियोमा आजको भिडियो यतिमा समाप्त होइन लाइक सब्सक्राइब एन्ड सेयर गर्नु नभुलिनु होला राम्रो लाग्यो भने कमेन्ट पनि ठोक्नुहोस् होला कमेन्ट एकदम राम्रो राम्रो कमेन्ट राम्रो लाग्यो भने हो अन्त बेल आइकन चाहिँ त्यो चाहिँ एकदम जरुरी छ होइन त्यो चाहिँ तपाईँहरूलाई एकदम भिडियो टाइममा पाउनुहुन्छ